हेलो साथीहरू, गुड मर्निङ। वेलकम टू माई यूट्यूब चैनल टेक्निकल एजुकेशन। साथीहरू, सशस्त्र प्रहरी सहायक निरीक्षक पदको म सूचना लिएर उपस्थित भइसकेका छु। साथीहरू, मिति 2081 9 महिना 19 गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक पदको मिति 2081 11 महिना 18 गतेदेखि 21 गतेसम्म सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा सञ्चालित प्रथम चरणको प्रारम्भिक शारीरिक परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको निम्न मिति, समय र स्थानमा दोस्रो चरणको शारीरिक सहिष्णुता परीक्षा सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथीहरू, निम्नलिखित यहाँ हेर्न सक्नुहुन्छ। 1 नम्बरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचौक हेर्न सक्नुहुन्छ। साथीहरू, हलचौकमा जति साथीहरू छन् फर्म भरेको सबको यहाँ छ। साथीहरू हेर्न सक्नुहुन्छ। अनि स्थान छ, दर्ता नम्बर, मिति, समय सब छ। साथीहरू हेर्न सक्नुहुन्छ तपाईहरू आफै। अनि 2 नम्बरमा हेर्न सक्नुहुन्छ। साथीहरू, सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराह बाहिनी मुख्यालय सुनसरीको यहाँ रहेछ। साथीहरू, मिति, समय, दर्ता नम्बर, स्थान सशस्त्र प्रहरी बल नेपाल 1 बराह बाहिनी मुख्यालय सुनसरीमा। साथीहरू, 3 नम्बरको पनि हेर्न सक्नुहुन्छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिन्मस्ता बाहिनी मुख्यालय महोत्तरीको। साथीहरू, यसको पनि मिति, समय, दर्ता नम्बर, स्थान छ, हेर्न सक्नुहुन्छ तपाईहरू। साथीहरू, 4 नम्बरमा हेर्न सक्नुहुन्छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा रहेको छ। यसको पनि मिति, समय, दर्ता नम्बर अनि स्थान रहेको छ। साथीहरू, सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देही। साथीहरू, यसको पनि मिति, समय, दर्ता नम्बर छ, स्थान पनि छ, हेर्न सक्नुहुन्छ तपाईहरू 5 मा। साथीहरू, अब 6 नम्बरमा हेर्न सक्नुहुन्छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा। यसको पनि मिति, समय, दर्ता नम्बर, स्थान छ, हेर्न सक्नुहुन्छ तपाईहरू आफै। अनि समयमा उपस्थित हुन सक्नुहुन्छ गएर। साथीहरू, सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा रहेको छ। साथीहरू, यसको पनि मिति, समय, दर्ता नम्बर, स्थान रहेको छ, हेर्न सक्नुहुन्छ। साथीहरू, नोटमा दिएको छ, म नोट पढेर सुनाइरहेको छु। नोट नम्बर 1 मा के छ? उम्मेदवारहरू परीक्षा सञ्चालन हुनुभन्दा 30 मिनेट अगावै परीक्षा सञ्चालन हुने स्थानमा उपस्थित हुनुपर्नेछ। 2 नम्बरमा छ। साथीहरू, परीक्षामा सहभागी हुन आउँदा उम्मेदवारहरूले मोबाइल, घडी, सिक्री, औँठी जस्ता बहुमूल्य सर सामानहरू ल्याउन पूर्ण रूपले निषेध गरिएको छ। कुनै किसिमको हानि नोक्सानी भएमा उम्मेदवार स्वयं जिम्मेवार हुनेछ। साथीहरू, नोट नम्बर 3 मा हेर्न सक्नुहुन्छ। उम्मेदवारहरूले गेम ड्रेस एवं स्पोर्ट्स जुत्ता अनिवार्य रूपमा साथमा ल्याउनु हुने पर्नेछ। साथीहरू, नोट नम्बर 4 मा हेर्न सक्नुहुनेछ। उम्मेदवारहरूले परीक्षामा सहभागी हुन आउँदा सक्लै नेपाली नागरिकताको प्रमाणपत्र र प्रवेश पत्र अनिवार्य रूपमा साथमा ल्याउनु पर्ने रहेछ। हस्त साथीहरू, धन्यवाद।